तपाईँहरूको घरको छतमा घुसपैठियाहरू घुस्न सक्छ। हजारौं जनताले तिमीहरूको घर घेर्नेछन्, त्यो दिन तिमीहरू भागेर कहाँ जान्छौ? भ्रष्टाचारी मुर्दाबाद, उखान टुक्का मुर्दाबाद। याद कर, सडकमा होस् संसदमा होस्, यो भ्रष्टाचारीका विरुद्धमा खडा हुन्छु, चाहे छातीमा तातो गोली हान, 1 इन्च पनि पछाडि आएर बस्दैन। आन्दोलनका लागि तयार हो, तयार हो। भ्रष्ट सरकार मुर्दाबाद, देशद्रोही मुर्दाबाद। याद कर सरकार, एक दिन तिम्रो घर घेर्छौं, तिम्रा महलहरू ढल्नेछन्। यो केपी कमरेडले, प्रचण्ड र शेरबहादुर देउवाले सुनुन्, तिम्रा महलहरू ढल्नेछन्, तिम्रा महलहरू ढल्नेछन्, तिम्रो शासन सकिन्छ। तिम्रा महलहरू ढल्नेछन्, तिम्रो शासन सकिन्छ। पीडितहरूको आँसुले तिम्रो सिंहासन भत्किन्छ, पीडितहरूको आँसुले तिम्रो सिंहासन भत्किन्छ। जति रोक्न खोज्छौ उति नै यो आन्दोलन अगाडि बढ्छ। जति रोक्न खोज्छौ उति नै यो आन्दोलन अगाडि बढ्छ। भ्रष्टाचार मुक्त नेपालको सपना अब साकार हुन्छ। भ्रष्टाचार मुक्त नेपालको सपना अब साकार हुन्छ। आदरणीय यस कार्यक्रमका सभापति महोदय र आजको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेनज्यू र पार्टीका निवर्तमान अध्यक्षज्यू, पार्टी उपाध्यक्षज्यू र टाढा टाढाबाट मनभरि पीडा राखेर आफ्नो छातीभन्दा माथि, आफ्नो मुटुभन्दा माथि राष्ट्रिय झण्डा चन्द्र सूर्य बोकेर आउनुभएका, यस्तो समयका बावजुद, यस्तो डरका बावजुद यी भ्रष्टहरूको मुटुमा ढ्याङ्ग्रो बजाउनलाई आउनुभएका मेरा प्रिय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा स्वीकार्नुहोस्, जय राष्ट्रवाद, जय नेपाल। सबैले हामी हाम्रा साथीहरूलाई लगेर थुनेका छन्। 17,000 मार्छु भन्ने 5,000 को जिम्मा लिनेले मञ्चमा बसेर भाषण गर्छन्, राजावादीले हिंसा गरेर। अहिले प्रमाणित भयो, सरकारी सम्पत्ति तोडफोड गर्ने, जडीबुटीमा आगो लाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ। तपाईहरुका साथका साथै यस्ता भिजिलान्तीहरू प्रयोग गरेर, झुटा मुद्दा लगाएर हाम्रा साथीहरूलाई थुनिएको छ। पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, माननीय सांसद डाक्टर धवल शमशेर राणा, पशुपति खड्का लगायत राष्ट्रवादी साथीहरूलाई थुनिएको छ। म सरकारलाई अपील गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, झुटा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्। यदि यो कोसिस भयो भने आज बल्खुमा लाखौं, भोलि देशभरि हजारौं जनताले तिमीहरूको घर घेर्नेछन्, त्यो दिन तिमीहरू भागेर कहाँ जान्छौ? यी झुटा मुद्दा तत्काल फिर्ता गरियोस्। म आज यो बिर्दोह किन भयो, यो बिर्दोह किन आवश्यकता भयो भनेपछि अहिले यी नेताका छोराछोरी हेर्नुस् त एकछिन। एकजना कोही नेताको छोराछोरी नेपालको क्याम्पसमा पढ्छ। जनताका छोराछोरी क्याम्पसमा पढाएर राजनीति गराएर त्यही क्याम्पस बन्द गराउँछ। म आज सोध्न चाहन्छु, कति भ्रष्टाचार गरेको? लाउडा काण्ड कहाँ गयो? धमिजा काण्ड कहाँ छ? जेजेर काण्ड कहाँ छ? चाइना साउथ काण्ड कहाँ छ? एयरबस काण्ड कहाँ छ? घोटाला, सुडान घोटाला, ओम्नी प्रकरण, बुढी गण्डकी, वाइड बॉडी, गोकर्ण रिसोर्ट, 70 करोडको सेक्युरिटी प्रियोस अडियो काण्ड, नक्कली भुटानी शरणार्थी, ललिता निवास, 60 केजी सुन, 9 केजी सुन, सहकारी काण्ड, त्यसै गरी सर्पा काण्ड, टेरामेक्स काण्ड, भिरकुटी मण्डपको भ्रष्टाचार, एनसेल काण्ड, नेपाल ट्रस्टको जग्गा काण्ड, मेलम्चीको खानेपानीमा भ्रष्टाचार, बालुवाटारको जग्गा कर्ल्याप्पै खाने काण्ड, क्यान्टनमेन्टको घोटाला, एमसीसी का दलाल, नेपाल स्काउटको जग्गा बेची खाने अपराधी चोर फटा। त्यति मात्र होइन, यहाँका नेवार समुदायको गुठी बेचेर खाने
यी दलालहरूले गुठी काण्ड र अहिलेको प्रधानमन्त्रीको गिरिबन्धु टी स्टेट काण्ड। त्यति मात्र होइन, कम्बोडियामा पैसा लुकाउने काण्ड। यसका साथ यति काण्डको छानबिन गर, दोषीलाई कारबाही गर। अख्तियारका प्रमुखलाई मेरो अपिल छ, पार्टीका कार्यकर्ताको हल्लुने कार्यकर्ता नबन। अख्तियार प्रमुखज्यू, तपाईँलाई अपिल छ। होइन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र होइन, यो राष्ट्रवादीहरूले यो शक्ति अगाडि बढायो भने यी काण्डका नाइकेलाई जेल हाल्छौँ, थुन्छौँ र यिनको जमानत सर्वोच्च हरण गर्छौँ भनेर हामी यो आन्दोलनमा अगाडि बढेका छौँ। धेरैले भन्ने गरे आज देश बेरोजगारी छ, 80 लाखभन्दा बढी युवा अर्काको देशमा काम गर्न बाध्य छ, देशमा भ्रष्टाचार गरेको छ, लुटेको छ। आवाज उठायो भने कसले हान्न आउँछ? यो देश तिमीहरूले आर्जिया हो। गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त अहिलेको एमालेको युवा सङ्घको सभाध्यक्ष पो रहेछ त। ल हेर्नुहोस् त, हामीले भेटेको खोकाहरू, अश्रु ग्यासका सेलका त्यो बोक्राहरू जहाँ एक्सपायरी डेट 2008 लेखेको छ, 2010 लेखेको छ, 2012 लेखेको छ, त्यो नक्कली हो। दुर्गा पर्साईहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो त्यो। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्सपायर भएको हुन्छ भनेर भन्छन्। म भन्न चाहन्छु, प्रहरी भएर बस्नुपर्छ, कुनै राजनैतिक दलको भातृ संगठन भएर बस्ने होइन।